स्वागत छ प्राइम एफएम 104.5 मेगाहर्जको यो समसामयिक कार्यक्रम बिहानी चिन्तनमा म मोतीराम तिमल सिन्हा उपस्थित भइसकेको छु। हरेक दिन फरक विषय र फरक व्यक्तित्वसँग कुराकानी गर्ने क्रममा कार्यक्रम बिहानी चिन्तनमा आज पनि हामी त्यस्तै समसामयिक विषयवस्तुमाथि कुराकानी गर्न स्टुडियोमा त्यस्तै व्यक्तित्व लिएर उपस्थित भइसकेका छौँ। कार्यक्रम बिहानी चिन्तनमा आज पनि हामी समसामयिक विषयवस्तुमाथि केन्द्रित हुनेछौँ। आज हामीसँग श्री मेमोरियल अस्पताल बनेपामा कार्यरत आदरणीय व्यक्तित्व डाक्टर मोनिका पन्तज्यू हुनुहुन्छ। उहाँ मानसिक रोग विशेषज्ञ हुनुहुन्छ। अहिले बनेपामा रहेको श्री मेमोरियल अस्पतालले पनि मानसिक रोगसँग सम्बन्धित रहेर सेवा प्रदान गरिरहेको छ। प्रत्येक घरमा वा प्रत्येक व्यक्ति मानसिक समस्यामा रहिरहेको वा रहन थालेका तथ्याङ्कहरू पनि देखिन थालेका छन् र यसलाई लुकाइराख्ने वा मानसिक समस्यालाई रोगको रूपमा नलिने, समयमै उपचार नगर्ने र पछि व्यक्तिलाई ठुला समस्याहरू पर्न थाले पछाडि त्यसले निम्त्याउने असरहरू पनि अहिले पछिल्लो समय समाजमा देखिन थालेका छन्। यसका असर, यसका लक्षणहरू, यसको रोकथाम र यसको उपचारका सन्दर्भसँग जोडिएर कार्यक्रम बिहानी चिन्तनमा हामी कुराकानी गर्नेछौँ। हामीसँग श्री मेमोरियल अस्पताल बनेपामा कार्यरत आदरणीय व्यक्तित्व मानसिक रोग विशेषज्ञ डाक्टर मोनिका पन्तज्यू उपस्थित हुनुहुन्छ। हामी कार्यक्रम बिहानी चिन्तनमा यसलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। स्वागत छ कार्यक्रम बिहानी चिन्तनमा। आज हामी यो यति महत्त्वपूर्ण विषय हैन, हरेक व्यक्तिको मानसिक स्वास्थ्यका बारेमा छलफल गर्न गइरहेका छौँ। श्री मेमोरियल अस्पतालमा पनि अहिले यो सेवा नियमित सेवा छ। विगतदेखि नै सेवा थियो, तर अहिले नियमित सेवा पनि सञ्चालन भइरहेको छ। प्रत्येक घरमा वा अझ प्रत्येक घरभन्दा बाहिर वा व्यक्ति व्यक्तिमा पनि मानसिक रूपमा समस्या देखिन थालेको, समस्या परेको, तर व्यक्तिले ती सबै समस्याहरू लुकाउने गरेको यस्ता थुप्रै घटनाहरू पनि हामी देख्छौँ। अरू रोगहरूको चाहिँ तत्काल अस्पताल लगिहाल्ने, उपचार गरिहाल्ने र यो समस्या चाहिँ अलि कठिन भए पछाडि होइन यसले थुप्रै अरू असरहरू देखिएपछि मात्रै अस्पताल पुर्याउने र नियमित औषधि खाने। हुन त समुदायले पनि समाजले पनि आजसम्म हेर्ने दृष्टिकोण बदल्न सकेको छैन। मानसिक रोगको नियमित औषधि सेवन गर्यो भने त्यसलाई हेर्ने दृष्टिकोण पनि बदल्न सकेको छैन। तर पनि यसको रोकथामका लागि वा यसको उपचारका लागि यहाँहरू निरन्तर अहोरात्र यसका सकारात्मक प्रयासहरूमा सक्रिय पनि हुनुहुन्छ। आज हामी यहाँसँग कुराकानीको प्रसङ्गमा मानसिक रोग के हो, कसरी थाहा पाउने, कसरी हुन्छ, यहाँहरू सुरु गराउनु भएको छ। हस्, धन्यवाद बोलाउनु भएकोमा। मानसिक स्वास्थ्य र मानसिक रोग चाहिँ दुईटा फरक कुरा हुन्। स्वास्थ्यको कुरा गर्नुपर्दा कम्प्लिट स्वास्थ्यको डेफिनेसनमै चाहिँ शारीरिक, मानसिक तथा सामाजिक रूपले चाहिँ हामी स्वस्थ हुनुपर्छ भनेको छ। त्यो चाहिँ अहिले आएर मात्र होइन, पहिलेदेखिको डेफिनेसन हो। मेन्टल हेल्थ चाहिँ अब हाम्रो मुड कस्तो हुन्छ थ्रु आउट द डे होइन, हामी तनावलाई कसरी लिन्छौँ अथवा हाम्रो मन कस्तो छ, हाम्रो सोच विचारहरू के कस्ता छन्, स्वस्थ छन् छैनन्, हामीले नातागोताहरूसँग कस्तो खालको रिलेसनसिप बनाउन सकेका छौँ, सबै कुराले म्याटर गर्छ मेन्टल हेल्थ चाहिँ। अब त्यो चाहिँ नदेखिने भएको भएर मान्छेहरूले ल विचारमा मात्रै हो, सोच मात्रै हो भन्ने हुन्छ। तर कुरा के हो भन्दा वैज्ञानिक रूपमा प्रुभ भइसक्या हो। यही विषयमा हामी एमडी पढिरहेछौँ 3 वर्ष भनेपछि त यतिकै त होइन। विज्ञानले पनि न्युरोबायोलोजी, जेनेटिक्स सबै निकालिसकेका छ। अब त्यो कुराहरू चेकजाँच चाहिँ नेपालमा अभाइलेबल नहुने तथा धेरैवटा डेभलप कन्ट्रीमा चाहिँ अझै पनि नआएको, यो विषय चाहिँ अझै पनि स्टडी भइरहेको भएर चाहिँ हो। तर ठुल्ठुला देशहरूमा न्युरो इमेजिङ होइन, तिनीहरूले चाहिँ ब्रेनमै अथवा नसा सिस्टममै, हाम्रो शरीरमै चाहिँ के को कारणहरूले गर्दाखेरि हामीलाई मानसिक रोग लागिरहेछ, वंशानुगतको के रोल छ, सबै प्रुफ भइसकेको छ। अब नेपालको कुरा गर्दाखेरि चाहिँ अब त्यही हो। कस्ता बिरामीहरू चाहिँ हस्पिटल आउनुपर्छ भन्दाखेरि जसलाई चाहिँ धेरै समस्याहरूले गर्दाखेरि आफ्नो लाइफको फरक फरक पाटोमा चाहिँ हानि गरिरहेको छ। चाहे त्यो पर्सनल होस्, भनेको कसैसँग नातागोता रिलेसनसिप, बाहिर समाजमा जाँदाखेरि हुने गाह्रो होइन,
अथवा पढाइमा गाह्रो, करियरमा गाह्रो, होइन, वैवाहिक जीवनमा गाह्रो, जुन चाहिँ उसले आफैले सल्टाउन सक्दैन, त्यस्ता बिरामीहरू चाहिँ हामीकोमा आएको राम्रो होइन। अब साधारण छ, किनभने हामी मनुष्य हो होइन, दुःख सुख रिस सबैमा हुन्छ। त्यो कुराहरू साधारण छ, कन्ट्रोल भइरहेछ। एक आपसमा कुराहरू सेयर गरेर नै हामी चाहिँ आफूलाई ब्यालेन्समा राख्न सकिरहेका छौँ भने त्यस्ता मान्छेहरू चाहिँ आउनु पर्दैन। तर जसलाई चाहिँ प्रब्लम नै भइरहेको छ त्यस्तोहरू चाहिँ आएको राम्रो। जस्तै अब कसरी थाहा पाउँछ त मान्छेले आफै मलाई मानसिक पो समस्या हो कि भनेर त बुझ्दैन, वा त्यो अझ पत्याउनै पनि उसलाई गाह्रो छ। अघि हामीले तनावका कुरा गऱ्यौँ होइन, तनाव त हरेक व्यक्तिलाई हरेक समय, अहिले त जन्मेको बच्चा जसले बुझ्छ त्योदेखि अहिले ज्येष्ठ नागरिकहरूसम्म हरेक व्यक्तिलाई फरक फरक खालका तनावहरू छन्। यसलाई कसरी बुझाउने? स्ट्रेस, तनाव भनेको हामी जो कोहीलाई हुन्छ, बाँचिरहँदासम्म नै हुन्छ होइन, त्योबाट हामी भाग्न सक्दैनौँ। तर हामीले स्ट्रेसलाई कोप कत्तिको गर्न सकिरहेछौँ भनेको अब त्यही वरिपरि घुमेर त्यसको समाधान निकाल्न सकेका छैनौँ होइन। त्यो स्ट्रेसलाई हाम्रो बेहोसी दिमागले कसरी लिइरहेको छ, कतिको हावी गरिरहेको छ, ती कुराहरू। अनि हजुरले भन्नुभयो अब जस्तै कसरी थाहा पाउने भनेर, चेतनाको कुरा हुन्छ, हाम्रो भाषामा इन्साइट भन्छौँ। धेरै जसो मेन्टल इलनेसमा इन्साइट नहुने भन्ने चाहिँ हुँदैन। जस्तै कि मान्छेलाई डिप्रेसन भयो, एङ्जाइटी भयो, पर्सनालिटी इस्यु छ होइन, पढाइमा गाह्रो भइरहेछ या एनिथिङ, त्यस्ताहरूलाई चाहिँ चेतना हुन्छ, आफूलाई रियलाइज हुन्छ। तर अब एक्सेप्टेन्स भनेको मलाई यो छ है भनेर बाहिर खुल्न नसकेको भएर चाहिँ नआएका हुन्छन्। कुनै त्यस्ता रोगहरू पनि छन् जसमा चाहिँ चेतना हुँदैन, त्यो चाहिँ अलिक कडा खालको मानसिक रोग हो। त्यस्ता बिरामीहरूसँग चाहिँ हामीलाई त्यति समस्या हुँदैन, किनभने बिरामीकै मान्छेहरूले नै लिएर आइरहेका हुन्छन्। मेन प्रब्लम यहाँ भनेको चाहिँ जसलाई चेतना छ तर त्यसलाई अपनाएको छैन, त्यस्ता बिरामीहरू चाहिँ आउन गाह्रो मान्ने चाहिँ देखिरहेको हुन्छ। त्यो चाहिँ यहाँले भने जस्तो अब त्यो खालको समस्या होइन, यस्तो होला मलाई चाहिँ कतै डिप्रेसन वा कतै मानसिक रोगसँग पो सम्बन्धित छ कि भनेर ठ्याक्कै थाहा पाएर यहाँसम्म आइपुगिहाल्ने वा त्यस्तो उपचारमा संलग्न भइहाल्ने चाहिँ कसरी परिस्थिति भनेको यो भने अब आउने विगत समयमा चाहिँ यसबारे धेरै नै हामीले चर्चा गरिरहने, जस्तै हजुरले अहिले रेडियोमा पनि यही बारे विषयमा कुरा भइरहेछ होइन। कतिपय मान्छेहरूले बल्ल चाहिँ अब यसबारे हुँदो रहेछ भनेर थाहा हुन्छ। एजुकेसन नै हो यसमा, यो विषयमा चाहिँ अझै कुरा हुनुपर्छ होइन, यो बारेमा चर्चा हुनुपर्छ। यसबारे अहिलेको बच्चाहरूमा बरु अलिकति चेतना छ, किनभने यस विषयमा चाहिँ टच भइरहेको हुन्छ, आफ्नो पढाइमा होस् कि काममा होस् होइन। अनि दुनियाँभरिमा यही बारेमा पनि कुरा भइरहेछ। विश्वभरि यत्रो धेरै बिरामीहरूलाई चाहिँ मानसिक समस्या छ। अब WHO ले निकालेकै तथ्याङ्कमा चाहिँ 4 जनामा 1 जनालाई चाहिँ मानसिक समस्या छ, रोगै छ होइन। त्यो भनिसकेपछि त्यही भएर अब कसरी आउने भन्दाखेरि चाहिँ यही बारेमा कुराहरू गरेर, हाम्रो परिवारमा कसैलाई छ भने, अब जस्तै हजुर यहाँबाट जानुहुन्छ, हजुरले भन्नुहुन्छ होइन, आफ्नो परिवारमा समस्या छ भने भन्नुहुन्छ, म भन्छु, त्यसरी नै हो नेपालको कन्टेक्स्टमा चाहिँ। अब जस्तै यो अब स्वयं व्यक्तिले अघि हामीले अलिकति चर्चा पनि गऱ्यौँ, त्यसका केही लक्षणहरू देखिन्छ वा उसले त महसुस नगरेको पनि हुनसक्छ नि, मेरो यो काम बिग्रेर पो मलाई यो यस्तो भइरहेको छ, मलाई यो खालको तनावले पो यो भइरहेको छ, उसले त स्वयं व्यक्तिले कसरी महसुस गर्छ त? यसमा चाहिँ अब साइकोलोजीमा चाहिँ असेसमेन्ट टुलहरू हुन्छ। गुगल चाहिँ गर्ने होइन, मलाई निराशापन भयो भनेर गुगल गर्न थाल्यो भने त्यही भुमरीमा फसिन्छ। अनि त्यहाँ चाहिँ रङ इन्फर्मेसनहरू पनि हुन्छन्। तर असेसमेन्ट टुलहरू हुन्छ, जस्तै डिप्रेसन असेसमेन्ट टुल, एङ्जाइटी असेसमेन्ट टुल, अथवा जस्ट बेसिक चाहिँ मेरो मानसिक स्वास्थ्य कस्तो छ असेसमेन्ट टुलहरू हुन्छ। त्यसमा सोधिएका साधारण प्रश्नहरू हुन्छन्। अब 1-2वटा कुराहरू याद गर्नुपर्ने भनेको, अब मेरो ठिक छ, म जस्तो छु त्यस्तो छु, मलाई तनाव छ होइन, तर यो तनावले चाहिँ मलाई कतिको समस्या दिइरहेको छ। जस्तै कि लक्षणहरू अनिन्द्रा हुने, टाउको दुख्ने, बिना कारण शरीर झमझमाउने, पोल्ने होइन, दिसा पिसाब आउला जस्तो हुने, वाक वाक लाग्ने, खाना नमन लाग्ने, यी भए चाहिँ शारीरिक लक्षणहरू है। अर्को एउटा भन्नुपर्ने भने चाहिँ यौन सम्बन्धी समस्याहरू पनि
कहिलेकाहीँ चाहिँ तनाव बेसी हावी भयो भने हामी महिला तथा पुरुष दुइटैमा चाहिँ यौन सम्बन्धी समस्याहरू पनि आइरहेको हुन्छ। अर्को शारीरिक बाहेक अब मानसिक, पढाइ खस्किँदैछ, काम बिग्रिँदैछ, काममा ध्यान केन्द्रित गर्न गाह्रो भइरहेछ होइन, आफ्नो रिलेसनसिपमा धेरै इरिटेट भइरहेको छ, सहन शक्ति कम भइरहेछ, यीहरू चाहिँ हाम्रो साधारण अलिकति याद नभइरहेका लक्षणहरू हुन सक्छन्। अब यो सबै कुराहरू याद गर्दा गर्दै अब पहिल्यै होइन मलाई चाहिँ मानसिक समस्या भयो कि भन्ने चाहिँ त्यो अब मैले जति भने पनि त्यो सम्भव छैन। तर साधारण चेक जाँच गर्दा आफूले कुनै कुराहरू चाहिँ कुनै रोग पत्ता लगाइरहेको छैन, विशेष गरेर त्यही पनि आफूलाई कुनै न कुनै रूपमा असहज महसुस भइरहेछ भने चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। जस्तै अब यसका लक्षणहरू चाहिँ यी देखिए होइन, यसको कारण चाहिँ फेरि कसरी हुन सक्छ वा के कारण चाहिँ फेरि व्यक्तिलाई त्यस्तो समस्या देखिन सक्छ? कारण भनेको चाहिँ मल्टिफ्याक्टोरियल भन्छौँ, एउटा मात्रै कारण छैन, यसको विभिन्न कारणहरू छन्। मेन भनेको त वंशानुगत नै पनि हुन्छ। जसरी हामीलाई डायबिटिज, थाइरोइड, मुटुको रोगहरू चाहिँ हाम्रो बाउबाजे बाआमालाई हुन्थ्यो, त्यस्तै गरी चाहिँ वंशानुगत यो हुन्छ। अब डिप्रेसन, बाइपोलर, एङ्जाइटीहरू त 2-3 गुणा बेसी सम्भावना हुन्छ भोलि गएर बच्चालाई हुने। जिन्सहरू नै छ जसले गर्दा चाहिँ यो रोगहरू लाग्ने। अब बाहेक फ्यामिली हिस्ट्री, वंशानुगत बाहेक चाहिँ हाम्रो लाइफस्टाइल, हामी कसरी हुर्क्यौँ, हाम्रो बाआमासँगको सम्बन्ध कस्तो थियो, हामीले चाहिँ त्यो सम्बन्धमा एकदमै सेटिस्फाइड, भित्रै बेहोसी दिमागले चाहिँ हामी खुसी थियौँ कि थिएनौँ, तनाव, ट्रमामा हुर्केका बच्चाहरूलाई बेसी हुने, भोलि गएर चाहिँ यो लागु पदार्थ बेसी सेवन गर्नेमा बेसी हुने, जङ्क फुड खानेमा बेसी हुने होइन। अहिलेको समयमा भन्नै पर्ने कुरा चाहिँ अब यो फोन युज, सोसल मिडिया युज, स्क्रिन युज, यिनीहरू कारणहरूले चाहिँ मानसिक समस्याहरू देखिन सक्छ। यो यति ठुलो समस्या छ होइन, यहाँले भने जस्तो अघि पनि हामीले चर्चा गऱ्यौँ डिप्रेसन, एन्जाइटी होइन, वा मानसिक रोगका कडा खालका, सामान्य खालका कडा खालका हुँदा त परिवार आफन्त अभिभावकहरूले लिएर पनि उपचारका लागि जाने परिस्थिति पनि छ। यो डिप्रेसनका मान्छेहरू बढे वा डिप्रेसन धेरै भयो, हामी केही राजनीतिक घटनाहरू पनि देख्छौँ, आम मान्छेहरूमा चाहिँ फ्रस्ट्रेसन भयो होइन, नकारात्मक र निराशापन अलिक बढी भयो भनिरहेका छौँ। यो समग्र कारण चाहिँ के व्यक्तिको जीवनशैली, रहनसहन, यसलाई कसरी? अब हजुरले भने जस्तो फ्रस्ट्रेसन र निराशापन, स्याडनेस होइन, ह्याप्पिनेस, यो भनेको चाहिँ हाम्रो बेसिक इमोसन हो। यो चाहिँ हामी सबैमा हुन्छ। सर्कमस्टान्स भनेको समय परिस्थिति अनुसार यो फेरबदल हुँदै जान्छ है। तर यही कुरा चाहिँ प्रब्लमेटिक हुन थाल्यो भने मात्रै हामीले डिप्रेसन भन्ने भयो। रोगै लायो भनेर मलाई डिप्रेसनै भयो भनिहाल्नु पर्ने छैन। तर अहिलेको लाइफस्टाइलमा हजुरले भने जस्तो कसरी चाहिँ म्यानेज गर्ने भन्दाखेरि आफ्नो सामाजिक ग्रुप भनेको सोसल सपोर्ट, साथीभाइ, परिवार होइन, कोहीसँग चाहिँ मेरो यति क्लोज सर्कल छ है भनेर अलिकति सेयर गर्ने वातावरण हुनु पर्यो। सबैसँग बोल्दै हिँड्नुपर्छ भन्ने छैन। अब कोही मान्छे चाहिँ सोसली एङ्सियस पनि हुन्छन्, तर 2-3 जनालाई चाहिँ आफ्ना मनका कुराहरू सेयर गर्ने ठाउँ छ भन्ने कुरा चाहिँ हुनु पर्यो। अनि स्वस्थ खानपिन, यो जुन रसायनहरू कमी हुन्छ होइन, यो मानसिक डिप्रेसनै हुन या एङ्जाइटी नै हुन, ती रिच खानेकुराहरू चाहिँ खानु पर्यो, जुन चाहिँ हाम्रै नेपालकै चाहिँ हाम्रो यो साधारण दाल भात तरकारी, सिजनल फलफुल, फ्रुट्सहरूमा पाउँछ। जङ्क फुडहरू कम गर्नु पर्यो, रातो मासु कम गर्नु पर्यो, चिया कफी बेसी खाइन्छ भने कम गर्नुपर्छ, रक्सी चुरोटहरूबाट टाढै बस्नु पर्यो। अनि शारीरिक स्वास्थ्य, फिजिकल एक्सर्साइजले पनि यी रसायनहरू चाहिँ हाम्रो बडीमा रेगुलेट गर्छ। त्यही भएर वकिङ पनि बेस्ट हो यो मेन्टल हेल्थलाई चाहिँ ब्यालेन्समा ल्याउने। जस्तै अहिले चाहिँ अभिभावकको चिन्ता वा तपाईँ हाम्रो चिन्ता पनि के हो भने, हिजो यहाँले भने जस्तो समुदायमा वा घर परिवारमा पारिवारिक रूपमा छलफल हुन्थ्यो, सल्लाह हुन्थ्यो, ठुलो परिवार थियो, अभिभावक सन्तानहरू पनि छलफलमा हुन्थे, काममा व्यस्त हुन्थे।
यो खालको समस्या कमै देखिन्थ्यो। हजुर आज चाहिँ हामी सँगै छौँ तर पनि हामी नजिकको मान्छे कुरा गरेर बस्दैनौँ हजुर होइन। इनफ्याक्ट अझ भन्नुपर्दा खानै बस्दा पनि सबैजना आफ्नै आफ्नै फोनमा हुन्छ होइन, आफ्नै कोठामा खाइरह हुन्छौँ। कतिपय बच्चा बच्चीहरू मम्मी बाबासँग त्यति इन्टरेक्ट पनि हुन्न, श्रीमान श्रीमती नै भनौँ काममा व्यस्त छौँ होइन, भेट पनि हुँदैन कतिजनाको, बेलुका आएर एकैछिन कुराकानी मात्रै गर्ने हो। त्यो अपनत्व नै अलिकति कम भएको कारण पनि हुनसक्छ एउटा। हजुरले राम्रै पोइन्ट चाहिँ हाइलाइट गर्नुभयो। अब यसलाई कसरी त्यो खालको वातावरणबाट मुक्त चाहिँ कसरी गराउन सकिएला? कुनै त्यस्ता हामीले आफै चाहिँ केही रेगुलेसन नियमहरू चाहिँ सेट गर्नुपर्छ। मेरो आजको टाइम चाहिँ यति भयो, ल मैले कामलाई यति दिएँ, पर्सनल लाइफलाई मैले चाहिँ यति दिनुपर्छ होइन। अब श्रीमान श्रीमती नै पनि हामी चाहिँ आफ्नो रिलेसनसिपलाई यति टाइम दिउँ, परिवारसँग यति टाइम चाहिँ म बोलाउँ। कम्तीमा पनि खान बस्दाखेरि सबैजना सँगै खाने बस्ने कुरा गर्ने, किचनमा सँगै काम गर्ने होइन। अब एकदमै व्यस्त जीवन छ भने पनि मैले चाहिँ हरेक दिन चाहिँ यति टाइम चाहिँ मेरो परिवारलाई दिनु पर्यो, यति टाइम चाहिँ मैले मेरो साथीभाइलाई दिनु पर्यो भनेर आफूलाई एउटा डिसिप्लिनमा राख्नु नै चाहिँ ठिक हुन्छ। जस्तै अब यति गर्दा गर्दै पनि अघि हामीले चर्चा गरे जस्तो लक्षणहरू पनि देखिए, मान्छेहरूमा समस्या देखियो, त्यसपछि के गर्ने? अब यति गर्दा गर्दै पनि फिजिकल एक्सर्साइजहरू गरेछ, राम्रो खानपिन छ, फोनहरू कम चलाइया छ होइन, साथीभाइसँग घुलमिल भएछ, परिवारसँग सपोर्ट लिएको छ, सबै गर्दा गर्दै पनि आफूलाई समस्या भएमा चाहिँ अनि हामीसँग आउने हो है। अब फेरि होइन त्यही चाहिँ गरिरहन्छु मैले, धेरै सोच विचार गरे हो भनेर ढिपी गर्नु चाहिँ मूर्खता हुन्छ। किनभने अब रोगै लगाइसकेपछि त हजुरले जति आफ्नो तर्फबाट प्रयास गर्दा हजुरको शरीरले 10-15% चाहिँ साथ दिएला होइन, रसायनहरू ब्यालेन्समा ल्याउन। तर अल्टिमेटली हामी त ऋषिमुनि त होइन, ध्यान गरेर चाहिँ हामी सबै चक्रहरू मिलाउन सक्ने होइन। अब रोगै लगाइसकेपछि चाहिँ मैले त्यसपछि चाहिँ मैले एक्सेप्ट गर्नु पर्यो, ल ठिक छ मलाई समस्या भइरहेछ, या मेरो इमिडिएटली ममा त्यति चेतना छैन या मेरो उमेरले दिँदैन भने मेरा ठुला बडाले चाहिँ एक्सेप्ट गर्नु पर्यो, मेरो बच्चालाई चाहिँ यति समस्या भइरहेछ अब चाहिँ मैले लग्नुपर्छ भनेर। किनभने अरू रोग पनि जस्तै कि अब थाइरोइड भयो, सुगर भयो भने त ल यो चाहिँ सोचेर बनाएको, अब यो चाहिँ कन्ट्रोल गर्नुपर्छ भनेर त कन्ट्रोल हुँदैन होइन। अहिले हामीलाई अब जाडोको महिना छ, रुगाखोकी कसैलाई लगाइराख्न सक्छ, अब त्यो मान्छेको गल्ती त होइन, शरीरमा इम्युन सिस्टम कमजोर छ, उसलाई भाइरल इन्फेक्सन हुन सक्ने सम्भावना बेसी छ भनेपछि त्यस्तै गरी चाहिँ मानसिक समस्याहरू पनि कसैलाई चाहिँ शरीरले नै दिँदैन, शरीरमै रसायन कमहरू हुन्छन्, त्यसले गर्दा चाहिँ साधारण अरू मान्छेलाई साधारण लाग्ने कुरा चाहिँ त्यो मान्छेलाई चाहिँ बेसी हावी भइरहेको हुनसक्छ, समस्या देखिन सक्छ। त्यही भएर चाहिँ कि त आफूले सकेसम्म, सकिँदैन भने आफ्ना नजिकका इष्टमित्र परिवारले चाहिँ त्यो कुरा ठिक छ यो चाहिँ समस्या हो अब चाहिँ जाँच्न जानुपर्छ भनेर आउनु पर्यो। जाँच्न आउँदाखेरि पनि अघि हामीले चर्चा गरे जस्तो अरू रोगको अरू समस्याको चाहिँ सहज रूपमा बिरामीहरू त्यहाँ प्रवेश गरेको देखिन्छ। यो मानसिक समस्याको चाहिँ त्यो कोठामै वा त्यो लेखेको बाहिर मानसिक रोग विभाग लेखेकै ठाउँमा पस्न पनि अलिक गाह्रो मान्ने वा त्यहाँ सकेसम्म नदेख्दै हुन्थ्यो कसैले पनि भन्ठान्ने, अलिक गोप्य नै राख्न खोज्छन्। अब मैले हेरिरहेका बिरामी पनि बाहिर खासै त्यस्तो ओहो डाक्टर साहब भनेर त्यति आउँदैनन्, त्यही भएर त्यो कुरा थाहा छ। त्यो चाहिँ अब नेपालको कन्टेक्स्टमा चाहिँ बेसी हो, बाहिर चाहिँ अहिले त्यो समय फेरिँदैछ होइन। अब गोपनीयता राख्नु भनेको चाहिँ अब हामीले आफ्नो आँखा अगाडि अब ल्याब इन्भेस्टिगेसन होइन, रगत जाँचमा ल है पोजिटिभ नेगेटिभ देख्न पाएको भए ल मलाई त यस्तो भयो भनेर देखाउन हुन्थ्यो। धेरै जसो हाम्रो मेन्टालिटी के छ भन्दाखेरि यो चाहिँ यसले आफै सोचेर बनायो अथवा यो चाहिँ ल यसले चाहिँ स्ट्रङ भएन, यो चाहिँ मनोबल यसको कमजोर भयो भन्ने खालका जुन मिसकन्सेप्सनहरू छन् त्यसले गर्दा हो। एकदमै मनोबल राम्रै भएको ओहो ठुलै राजा नै हो, एकदम सम्पत्ति सुखमा भएकालाई पनि हुन्छ यो रोग, त्यो चाहिँ हामीले बुझ्नुपर्छ। अब हो अलिकति कस्तो हो भन्दाखेरि
फरक फरक हुन्छौँ हामी मान्छेहरू, व्यक्तित्व फरक हुन्छ होइन। कोही अलिकति एङ्सियस हुन्छ भने कोही अलि अब सुस्त त नभनौँ, अलिकति स्लो अथवा अलिक काम खालका मान्छे पनि हुन्छन् भने कोही चाहिँ अलिकति उग्र खालका पनि मान्छे हुन्छन्। त्यो हामीले फेर्न सक्दैनौँ। हाम्रो पर्सनालिटी चाहिँ हामी भगवान्ले नै अब भनौँ फरक फरक व्यक्तित्वको मान्छे बनाएको छ। अब त्यही व्यक्तित्व अनुसार कुनै रोग बेसी लाग्न सक्ने सम्भावना बेसी हुन्छ। जस्तै अलि उग्र मान्छे होइन, जसलाई चाहिँ एकदम एक्साइटमेन्ट चाहिन्छ, तिनीहरूलाई चाहिँ भोलि गएर अब एडिक्सनहरू बेसी हुन सक्ने अथवा व्यक्तित्वमै समस्याहरू आउन सक्ने हुन्छ भने अलिकति एङ्सियस मनोत्रसित पहिलेदेखि चाहिँ मान्छेहरूलाई भोलि गएर एङ्जाइटी, सोसल एङ्जाइटी हुन सक्ने हुन्छ है। अलिकति अब एकोरो खालको मान्छे छ, आफूमै बस्छ भने भोलि गएर उसलाई सिजोफ्रेनिया हुन सक्ने अथवा चाहिँ सामाजिक रूपमा घुलमिल हुन गाह्रो हुन सक्ने त्यस्तो खालको समस्याहरू देखिन सक्छ। तर अब यो भन्दै हामीलाई चाहिँ समस्या देखिसकेपछि चाहिँ हामीले मद्दत लिन जान्नु पनि पर्यो होइन। अब ल्याबमा छैन, रिपोर्टै छैन भनेर यो सबै मैले सोचेको बनाएको भन्ने चाहिँ एकदमै गलत धारणा हो। त्यो चाहिँ हामी सबैले बुझ्नुपर्छ। यो चाहिँ मानसिक समस्या भनेको चाहिँ हामीले सोचेर अथवा कमजोर भएर भएको चाहिँ होइन। अब उपचारमा पनि संलग्न भयो, औषधि पनि उसले सेवन गर्न थाल्यो, यो चाहिँ कति समय वा जीवनभर हाम्रो अर्को एउटा गलत भ्रम पनि छ नि होइन। एकपटक म औषधि सेवन गर्न थालेँ भने जीवनभर फेरि मैले यही रोगको औषधि सेवन गर्नुपर्छ। केही रोगहरू त्यस्ता पनि छन् जो दीर्घकालीन रोगहरूभित्र पर्छन्, जसलाई एकपटक औषधि सेवन गरेपछि निरन्तर त्यो रोगका लागि औषधि सेवन पनि गरिरहनुपर्छ। तर यो मानसिक रोगसँग सम्बन्धित वा मानसिक समस्यासँग सम्बन्धित विषयमा चाहिँ के हो, कसरी बिरामीहरूलाई हामी, त्यो पनि एकदम गलत धारणा हो। अनि एउटा कारण पनि हो जसले गर्दा चाहिँ मान्छेहरू हामी कहाँ आउन नखोज्ने। धेरैजनाको भनाइ चाहिँ अब एकचोटि गएर उपचार सुरु गऱ्यो भने औषधि नै दिन्छन्, औषधि दियो भने त्यो आजीवन खानुपर्छ, लत बस्छ भन्ने, त्यो चाहिँ एकदम गलत धारणा हो। रेगुलर फलोअपमा डक्टरकोमा देखाइराख्नु भएको छ अनि विशेष मेन हाइलाई चाहिँ यहाँ मनोचिकित्सकलाई नै देखाइराख्नु भएको छ भने चाहिँ त्यो कुराहरू आउँदैन। अब हाम्रो नेपालमा चाहिँ अब अरू डक्टरहरूले पनि नसा सम्बन्धी चाहिँ औषधिहरू प्रिस्क्राइब धराधर गरिरहेछन्, जुन चाहिँ अलिक गलत नै हो होइन। तर अब विशेषज्ञलाई नै गएर देखाइराख्नु भएको छ भने 1-2% रोग बाहेक, मानसिक रोग बाहेक अरू त्यस्ता रोग खासै छैनन् जुन चाहिँ आजीवन औषधि चाहिन्छ। अब पहिलो पटक भएको छ भने चाहिँ स्टडीले के भन्छ भन्दाखेरि 9 महिनादेखि वर्ष दिन राम्रो भएको देखि होइन। अब बारम्बार दोहोरिरहेको छ भने 2 वर्षसम्म। अब त्यो भनेमा मैले अब कहिलेकाहीँ बिरामीहरूलाई यति नै हो भनेर कन्भिन्स गर्न खोज्दा उहाँहरू एकैचोटि 1 वर्षपछि आइदिनुहुन्छ। त्यहाँ चाहिँ अनि गलत हुन्छ। किनभने अब पक्कै पनि नसा सम्बन्धी औषधिहरू अलिकति शरीरले चाहिँ सजिलो भइसकेपछि जुनै पनि कुरा अब अहिले हामीले चिया कफी नै एभ्रिडे खाने भइसकेपछि एकैचोटि 1 वर्षपछि छोड भन्दाखेरि त शरीरलाई अलिकति गाह्रो त हुन्छ। त्यस्तै गरेर यो औषधि चाहिँ रेगुलर फलोअप गएन, जथाभावी आफै खायो, आफै डोज तलमाथि गर्यो अथवा आफै छोड्ने खाने गर्न थाल्यो भने चाहिँ हो लत बस्छ। तर अब विशेषज्ञले भनेअनुसार हजुर टाइममै जानुभयो, उपचार लिनुभयो भने चाहिँ यो आजीवन खानै पर्दैन। अब 1-2% रोग भनेको जस्तै कुनै साइकोसिस भयो, सिजोफ्रेनिया भयो होइन, अथवा बौद्धिक रूपमै बच्चादेखि नै समस्याहरू छ भने चाहिँ हो त्यस्ता बिरामीलाई चाहिँ आजीवन खानुपर्छ। नभए चाहिँ धेरै जसो रोगहरूलाई त पर्दैन है। अब यो कुरा बुझ्यो भने चाहिँ सायद बिरामीहरू आउलान् अलि। भनेपछि औषधि सधैँ सेवन पनि गर्नु पर्दैन वा बीचमा निको भएपछि छोड्न पनि मिल्यो, तर परामर्श लिएर। त्यसको केही नियमहरू हुन्छन्, एकैचोटि झ्याप्प बन्द गर्न मिल्दैन, डोज घटाउँदै जानुपर्छ। त्यही हो। अब हामी नेपालीहरूको चाहिँ अब आफै अलिकति डोज बढाउने गर्ने, नछोडिदिने होइन, वर्षौँ पछि आउने मलाई त ठिक भयो मैले खाइरहेँ भन्ने खालको हुन्छ। त्यो कारणले चाहिँ बेसी मान्छेहरूमा लत बसेको देखिएको छ। अनि सायद त्यहीले गर्दा चाहिँ गलत धारणा पनि यो चाहिँ गयो भने आजीवन औषधि खानुपर्छ भन्ने।
हामी अरू विषयमा पनि यहाँसँग अरू कार्यक्रममा जोडिनेछौँ। अहिले यो पछिल्लो चरण आत्महत्याका दर पनि बढिरहेका छन् होइन, त्यसमा पनि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सङ्ख्या तथ्याङ्कमा एकदमै दिनदिनै बढिरहेको घटनाहरू पनि हामी सुन्छौँ। त्योसँग मानसिक रोग वा मानसिक स्वास्थ्य जोडिन्छ कि जोडिँदैन? एकदमै जोडेको छ। आत्महत्याको 95% कारण चाहिँ कुनै न कुनै मानसिक समस्या हुन्छ। अब विशेष गरेर एडिक्सन भनेको रक्सी चुरोट जाँड गाजाहरूको एडिक्सन होइन, डिप्रेसन अथवा स्ट्रेस डिसअर्डर तनावकै कारण भएका डिसअर्डरहरू, अनि व्यक्तित्व समस्याहरू। अलिकति इम्पल्सिभ खालको मान्छेले चाहिँ बेसी आत्महत्या गर्ने। अब विज्ञानले अथवा रिसर्चले के भन्छ भने 40 सेकेन्ड लाग्छ अरे मान्छेलाई म अब मर्दिन्छु भनेर सोच्न। अनि त्यही 40-45 सेकेन्डमा चाहिँ हरेक 40-45 सेकेन्डमा चाहिँ विश्वमा एक न एकजनाले आत्महत्या गरिरहेको छ। अब हाम्रो नेपालको कुरा गर्नुपर्दा चाहिँ हामी टप 10मै पर्छौँ। अरू कुरामा नपरे पनि यो आत्महत्यामा चाहिँ हामी धेरै जसो टप 10मा परिरहेको हुन्छौँ। अनि साउथ इस्ट एसियामा त हामी तेस्रो नम्बरमै छ आत्महत्यामा। अब त्यही भएर आत्महत्या गर्नु भनेको चाहिँ लास्ट अन्तिम रिजल्ट हो। त्योभन्दा अगाडि चाहिँ आत्महत्या जसले गर्छ, प्रयास गर्छ या कम्प्लिट गर्छ, उसले चाहिँ केही न केही सङ्केत त देखाइ नै रहेको हुन्छ। त्यो चाहिँ हाम्रो कमजोरी हो होइन। म एज अ मनुष्य चाहिँ हाम्रो कमजोरी हो, हामीले याद नगर्ने। केही न केही चाहिँ व्यवहारमा फरक, एकोरोपन अथवा रिस बेसी, मुडी भएको हुन्छ, अथवा दुब्लाउँदै गएको हुन्छ, अथवा पहिला जस्तो आफ्नो स्याहार सुसार अब पहिला अलिकति नकल पार्ने होइन, लुगासुगा फेर्ने, चिटिक्क परेर हिँड्ने मान्छे चाहिँ अलिकति कम आफ्नो ग्रुमिङ गरिरहेको हुन्छ। अथवा खानपिनमै चाहिँ उसले हेलचेक्राइ गर्दै दुब्लाउँदै आएको हुन्छ, अनिन्द्रा हुन्छ होइन, उसको अनुहारमै देखिन्छ। कुनै कुनै चाहिँ हो केही पनि नदेखाएर सङ्केतै नदिकन गर्छन्। अब त्यो भने चाहिँ अनफर्चुनेट इभेन्ट्स हो, हाम्रो हातमा पनि हुँदैन। तर केही सङ्केतहरू दिइरहेको छ भने चाहिँ हो त्यस्ता आत्महत्या प्रयासहरू चाहिँ हामीले रोक्न सक्छौँ। अब हाम्रो काभ्रे जिल्लाको कुरा गर्दा चाहिँ यहाँ पनि अलि बेसी नै आत्महत्या प्रयासहरू भइरहेको र कम्प्लिट गरे पनि छन्। यहाँको खण्डमा चाहिँ मैले यसो विचार गर्दाखेरि चाहिँ अलिकति सानै उमेरमा बिहा गर्ने एउटा, अनि अर्को चाहिँ यो हाम्रो अर्ग्यानोफोस्फोरस पोइजनिङ भनेको विषादीहरू चाहिँ बेसी मजाले मार्केटमै पाइने, इजिली अभाइलेबल, ताकि अब सानै उमेर छ ऊ छ यसो झनक्क कसैसँग रिस उठ्यो केही भयो घरमै अभाइलेबल हुन्छ। त्यो मैले भने नि 30-40 सेकेन्डको डिसिजनले चाहिँ अनि अटेम्प्टहरू गरेर आइरहेका हुन्छन्। अब त्यही भएर त्यो चाहिँ लिमिट गरिदिनु पर्यो। एटलिस्ट सरकारले पनि हेर्नु पर्यो होइन, यो विषादीहरू चाहिँ कसरी रेगुलेट गर्ने, कसलाई दिने होइन, अथवा कसरी लिमिटेसन गर्ने भन्ने। अनि यो अलि उमेर चाहिँ सानो उमेरको विवाहहरू चाहिँ अलिकति रोक्नु पर्यो। अनि अर्को भनेको चाहिँ एजुकेसन सिस्टममै चाहिँ हाम्रो मेन्टल हेल्थलाई पनि अलि ध्यान दिएर सुसाइडको बारेमा चाहिँ ओपनली कुरा गर्नु पर्यो। हामी कुराकानीको करिब करिब अन्त्यमा छौँ। अरू विषय, यो विषय थुप्रै छ, हामी अरू कार्यक्रममा पनि यहाँसँग जोडिनेछौँ। अन्त्यमा यो मानसिक रोग र स्वास्थ्य अघि यहाँले भने जस्तो फरक फरक हेर्दा एउटै जस्तो, ठ्याक्कै देख्दा भोग्दा चाहिँ फरक छ। अघि पनि हामीले थुप्रै विषयमा चर्चा पनि गऱ्यौँ, व्यस्त जीवनशैली, खानपान, रहनसहन र अहिले हामीले प्रयोग गर्ने थुप्रै सामाजिक सञ्जालहरू, यस्ता थुप्रै चिज चाहिँ मान्छेलाई एकल बनाउने र बिस्तारै बिस्तारै उसको जीवन नै समाप्त गर्नेतर्फ आत्महत्याका दरहरू बढाइरहेका घटनाहरू पनि सुन्छौँ। आजको दिन हामीले सन्देश दिइरहँदाखेरि आफ्ना सन्तानहरूलाई वा स्वयं व्यक्ति कसरी यो मानसिक रोगसँग वा मानसिक समस्या भन्दा टाढा रहन सक्छ भनेर सन्देश दिन सक्छौँ? सन्देशको रूपमा चाहिँ म के भन्न चाहन्छु भने मानसिक स्वास्थ्य भनेर शारीरिक स्वास्थ्य उही हो। कम्प्लिटली हेल्दी हुन चाहिँ दुइटै चाहिँ हाम्रो, इनफ्याक्ट अब सामाजिक स्वास्थ्य पनि, सबै कुराहरू चाहिँ ठिक हुनु पर्छ। अनि बल्ल हामीले चाहिँ हामी स्वस्थ छौँ भन्न मिल्छ।
अब कसरी चाहिँ यसबाट बच्ने भन्दाखेरि अहिले हाइलाइट गर्नुपर्ने नै कुरा चाहिँ हाम्रो एटलिस्ट बच्चा बच्चीहरूलाई चाहिँ यो स्क्रिन टाइम चाहिँ हामीले लिमिट गरिदिनु पर्यो। 8 वर्षभन्दा मुनिका बच्चालाई त फोन दिनै भएन, खानै मान्दैन भनेर देखाउनुहुन्छ धेरै जसो। तर अब त्यो कसरी हुन्छ, डिसिप्लिनमा अलिकति बाहिरी खेलकुदमा इन्भल्भ गराएर हुन्छ कि होइन। पहिला अब हामी पनि विदाउट फोनै हुर्क्या हो, अब त्यो सम्भव छ होइन। त्यही भएर फोन युज चाहिँ लिमिट गरिदिनु पर्यो बच्चा बच्चीलाई अनि आफूलाई पनि। दिनमा चाहिँ यति टाइम मात्रै म फोनलाई दिन्छु अथवा सोसियल मिडियामा यतिको इन्भल्भ हुन्छु भनेर आफूलाई चाहिँ एउटा डिसिप्लिनमा राख्नु पर्यो। अनि एज अ होल अप्रोच चाहिँ अब खानपिन विशेष गरेर एकदम ध्यान दिनुपर्ने भनेको फास्ट फुड डेली खाइन्छ, जङ्क फुड खाइन्छ होइन, चटपटे, चाउमिन, मोमो, रातो मासु है, यिनीहरू चाहिँ एकदमै लिमिट गर्नु पर्यो। अनि अर्को भनेको अब जाँड रक्सी, चुरोट, गाँजा होइन, यीबाट अलि टाढै बस्नु पर्यो। फिजिकल एक्सर्साइजमा ध्यान दिनु पर्यो। आफ्नो सोसल ग्रुप एउटा बनाउनु पर्यो होइन। मनको कुराहरू कसलाई भन्ने छ, 1-2जना मान्छे चाहिँ आफ्नो नजिकको एउटा माहौल चाहिँ बनाउनु पर्यो। यी कुराहरूमा सबै कुरामा ध्यान दियो भने चाहिँ हाम्रोमा मानसिक स्वास्थ्य चाहिँ ठिक हुन्छ। अन्त्यमा यो यस्ता समस्या हामीले जति चर्चा गऱ्यौँ नि, लक्षण देखिएका, ओहो मलाई त्यो पो हुन लाग्यो कि भनेर सङ्केत गर्ने मान्छेहरूले यहाँसँग सिधै भेट्न वा कहिलेकाहीँ अघि हामी गोपनीयताको कुरा पनि गऱ्यौँ, मेरो कुरा चाहिँ अरूले थाहा नपाओस् भनेर मान्छेहरू सकेसम्म भन्न पनि रुचाउँदैनन्। त्यस्तो अवस्थामा यहाँसँग कसरी भेट्न सक्छन् वा कसरी परामर्श लिन सक्छन्? मैसँग भन्नुभएको, म चाहिँ अहिले फुल टाइम शिर मेमोरियल एडभेन्टिस्ट हस्पिटलमा छु। त्यही भएर काभ्रेको बिरामीहरूलाई चाहिँ अब सजिलै छ, निकै पुरानो अस्पताल हो। अब त्यहाँ चाहिँ म बिहानको 9:30 देखि 4 बजेसम्म बस्छु प्रत्येक दिन। शुक्रबार चाहिँ म 1 बजेसम्म बस्छु। त्यही भएर जुन पनि टाइम आउँदा हुन्छ, त्यो बाहेक चाहिँ कन्सल्टेसन जुन पनि समय हुन्छ 24 घन्टा वार्डमा भएको अथवा इमर्जेन्सीमा आउनुभयो, रात बिरात केही समस्या भयो भने त्यहीँ आएर पनि मलाई चाहिँ यस्तो यस्तो समस्या भयो भने मलाई खबर हुन्छ अनि के गर्ने त्यहीँबाट हामी सल्लाह परामर्श चाहिँ लिन सक्छौँ। यहाँलाई विशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। अरू कार्यक्रममा हामी यही विषयमा पनि यहाँसँग जोडिएर कुराकानी गर्ने नै छौँ र श्रोताहरूका अरू केही जिज्ञासाहरू पनि हामी यहाँसँग अरू कार्यक्रममा समाधान गर्ने प्रयत्न पनि गर्नेछौँ। यो महत्त्वपूर्ण समय, महत्त्वपूर्ण विचार र महत्त्वपूर्ण अवसर हामी श्रोताहरूका लागि उपलब्ध गराइदिनु भयो। कार्यक्रम बिहानी चिन्तन मार्फत हामी यहाँलाई विशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौँ। हजुर, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो शिर मेमोरियल अस्पताल पनिपामा कार्यरत आदरणीय व्यक्तित्व, मानसिक रोग विशेषज्ञ डाक्टर मोनिका पन्तज्यू। कार्यक्रम बिहानी चिन्तनमा हामीले यिनै विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गर्यौँ। बनेपामा रहेको जिल्लाको पुरानो अस्पताल शिर मेमोरियल अस्पतालमा यो सेवा उपलब्ध छ। डाक्टर मोनिका पन्तले यहाँहरूका यस्ता विषयवस्तुमाथि कुनै समस्या छन् भने सहज रूपमा परामर्श र उपचार सेवा पनि उपलब्ध गराउनुहुनेछ। आज हामीले यिनै विषयवस्तुमाथि चर्चा गर्यौँ। हामीलाई यतिन्जेलसम्म हेरिदिनुहुने, सुनिदिनुहुने र विभिन्न माध्यमबाट आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्णमा हामी हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौँ। कार्यक्रम बिहानी चिन्तनको प्रविधिमा साथ दिने जोनिस कार्कीलाई धन्यवाद दिँदै म मोतीराम तिमल सिन्हा बिदा चाहन्छु। नमस्कार।